भनिन्छ नि जन्म दिने आमा र कर्म दिने आमा कहिले पनि बिर्सिन सकिँदैन भनेर। मलाई पनि मेरो जन्म दिने आमाले मलाई धेरै कुराहरू सिकाउनु भएको थियो है। प्लस अनि कर्म दिने आमाले यानि कि मेरो मम्मी र मेरो सासू मम्मीको थ्रुबाट मैले धेरै कुराहरू सिकेँ। अनि त्यस्तै अलि कुराहरू चाहिँ म आफै पनि सिकेँ। यो टिकटकले के हामीलाई कति धेरै कुराहरू सिकाएको छ क्या है। कुनै कुरा राम्रो कुनै कुरा नराम्रो हरेक कुराहरू सिकाएको छ। अनि यस्ता कुराहरू चाहिँ आफूले छानेर लिनुपर्छ अरे के राम्रो र नराम्रो भन्ने कुराहरू चाहिँ। त्यसै गरी साथीहरू आज चाहिँ मैले मासुको अचार बनाउँदैछु है त। यो मासुको अचार के है एकचोटि बनाएर खाएपछि यति लत लाग्छ नि साथी, यति लत लाग्छ नि है, हरेकचोटि बनाउनु मन लाग्छ के। अनि म चाहिँ आफैले घरमै बनाएको चाहिँ एकदम प्रिफर गर्छु कि आफ्नै हातले बनाएको चाहिँ प्रिफर गर्छु अचारहरू चाहिँ आजकल। किनभने आजकल आफूलाई पनि हल्का त आउँछ नि त, आफूले खाने लाइक बनाउन त जानिन्छ। त्यही भएर म आफूले बनाएको अचार चाहिँ प्रिफर गर्छु कि। यो चाहिँ मासुको अचार हो। यससँग चाहिँ मैले 3 लट भइसक्यो क्या है बनाएको। यस्तो मिठो भयो नि साथी, यति मिठो भयो नि। अनि यो मासुको अचारमा चाहिँ मलाई फल मासु होइन कि, मलाई सबै मिक्स भएको चाहिँ यस्तो मिठो लाग्छ कि गाइज, यस्तो मिठो हुन्छ है। अनि यो अचारमा चाहिँ मैले पुरै आफूले अब त्यो जस आफूले असर नगर्ने खालको बनाएको थिएँ। यस्तो मिठो हुन्छ गाइज, यति मिठो हुन्छ है। झन् कहिलेकाहीँ त सब्जी तरकारीहरू बनाउन अल्छी लाग्छ नि त, अनि दाल बनायो अनि थोरै मासुको अचार निकाल्यो, यस्तो मिठो हुन्छ। भात पनि कति धेरै रुच्छ, खाना पनि है। हेर्नु न कलर पनि यस्तो राम्रो आएको थियो कि है। यस्तो मजाले भुटेर सबै चिजहरू मिक्स गरेर अदुवा लसुन सबै जे भेटाउँछ त्यही मिक्स गरेर बनाएको अचार हो। यस्तो मिठो भयो थियो है त गाइज। अनि म चाहिँ के भन्छु भने तपाईहरूलाई पनि यस्तै घरकै स्वाद हैन, एकदमै टिपिकल घरको स्वादको अचार चाहिन्छ, अलमादामा हुनुहुन्छ भने चाहिँ मलाई सम्झिन सक्नुहुन्छ। यो चाहिँ फाइनल लुक हो गाइज है। तपाईहरूलाई अब हजुरहरूले चाहे जस्तो अचार चाहिँ म बनाएर दिन प्रयास गर्छु। तपाईहरू इफ अलमादामा हुनुहुन्छ, पोर्चुगल अलमादामा हुनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा म्यासेज गर्न सक्नुहुन्छ है त। मासुको अचार चाहिन्छ भने चाहिँ त्यही नै हो साथी है त। अब हेर्नु न यो यस्तो राम्रो भयो थियो है। लास्टमा अब यो प्याकिङ गर्नुभन्दा अगाडिको भिडियो हो कि अहिले पनि मेरो मुखमा पानी आइरहेको छ। हेर्नु न यस्तो राम्रो कलर आएको थियो है। अब क्वालिटी र क्वान्टिटी त आफूले जति राम्रो दिन सक्यो त्यति नै राम्रो हुन्छ है। मैले चाहिँ अब खै राम्रै गरेको छु जस्तो लाग्छ है। अब तपाईहरूलाई पनि चाहिन्छ, इफ एकदमै मासुको अचार मनपर्छ, तपाईहरूलाई पनि छिट्टो मिठो काममा जाने साथीहरू